Namaste everybody. Welcome to Wounds to Wisdom podcast. As a normally studio ma shoot गर्ने podcast चाहिँ एउटा एकदमै ब्युटिफुल स्ट्यान्डमा सुट हुँदैछ। म छु ओशो तपोवनमा र आज हामीसँग हुनुहुन्छ एकदमै अनरेबल इन्क्रेडिबल ह्युमन बिइङ। उहाँसँग एउटा स्पेस सेयर गर्न पाउँदाखेरि पनि माई हार्ट इज फिल्ड विथ ग्र्याटिट्युड। एकदमै खुसी छु उहाँले यो समय मेरो लागि र मेरो अडियन्सको लागि निकाल्नु भएको छ। त्यसैले स्वागत गर्न चाहन्छु स्वामी आनन्द अरुणजीलाई। वेलकम हजुरलाई तपोवनमा मलाई वेलकम गर्नुभयो मेरो पडकास्टमा। हजुरलाई भेरी वार्म वेलकम। तपाईलाई तपोवनमा वेलकम छ। थ्याङ्क यू सो मच। एकदमै राम्रो रह्यो मेरो तपोवन को दिनहरू। लास्ट 7 दिनदेखि म यहाँ छु क्याम्पको लागि र ओशोको ध्यान एक्सपिरियन्स गर्न आएको थिएँ र फेरि आइराख्न मन लागेको छ। पडकास्टको कन्भर्सेसन को सुरुवात म हजुरको जर्नीबाट गर्न चाहन्छु। त्यसपछि चाहिँ मेरो सिरिजको यो पालिको मेन फोकस पोइन्ट चाहिँ मेन्टल हेल्थ हो, किनभने अहिले हामी स्पेसली वर्ल्ड वाइड नै पनि र धेरै हामी यङ्स्टर्सहरूमा चाहिँ मेन्टल हेल्थ बिग्रिएको सिचुएसन छ र त्यसलाई चाहिँ कसरी अध्यात्मतिर लाग्दाखेरि बेटर बनाउन सकिन्छ, आफूलाई हिल गर्न सकिन्छ भन्ने कुरा हो। तर त्यहाँ जानुभन्दा अगाडि स्वामीजीको विजडम सुन्नुभन्दा अगाडि चाहिँ थोरै हजुरले आफ्नो जर्नीको बारेमा ओशोसँगको भेट, उहाँ कस्तो मान्छे हुनुहुन्थ्यो, हजुरको ओशोप्रतिको लगाव कसरी सुरु भयो, त्यसबाट थोरै हामीले सुरु गर्दाखेरि सायद राम्रो होला। गुरुको खोजमा मलाई एकदम सानै उमेरदेखि थियो। स्कुलमा पढ्दाखेरि नि भागेर ऋषिकेश हरिद्वार जान लागेका थिएँ गुरुको उसमा। र यही खोजको धेरै गुरुहरूसँग भारतमा मैले दर्शन पाएँ। दीक्षित त्यो बेला जो गुरुहरू थिए आनन्द मार्ग, महेश जोगी, होइन, त्यो इन्डियामा जुन बेला त्यो बेला म जुन स्टुडेन्ट थिएँ त्यहीँ पढ्थेँ। र त्यही सिलसिलामा मैले ओशोलाई भेटेँ, होइन। ओशोलाई भेटेपछि मेरो खोजको चाहिँ गन्तव्य प्राप्त भयो। जो मैले खोजिरहेको थिएँ त्यो मैले भेटाएँ। हजुर। त्यसपछि ओशोसँग म लागेँ कहिले 55 वर्ष भयो। उहाँकै साधना गरिरहेको छु र उहाँकै दर्शन र उहाँको साधना अरूलाई पनि सिकाइरहेको छु। हजुर, सो ब्युटिफुल। एकदमै इन्सपायरिङ लाग्छ हजुरलाई देख्दाखेरि। कुनै गुरुको शिष्य होस् त हजुर जस्तो होस् जस्तो लाग्छ। र यहाँ आएपछि झन् सबैजनाको प्रेम सद्भाव देख्दाखेरि चाहिँ एकदमै खुसी लागेको छ। हाम्रो जेनेरेसनमा अलिकति यङ जेनेरेसनको मान्छेहरूलाई चाहिँ अध्यात्म भनेको चाहिँ बुढेसकालमा गर्ने कुरा हो, होइन। ध्यान भनेको अहिले होइन, म अलि पछि गर्छु भन्ने खालको सिचुएसन छ। सायद उहाँहरूले नबुझेर पनि होला। जसले गर्दाखेरि चाहिँ मेन्टल हेल्थ एकदमै बिग्रिरहेको देखिएको छ वर्ल्ड वाइड पनि। सो कसरी चाहिँ ध्यान साधनाले स्वामीजी हाम्रो मेन्टल हेल्थ मात्र नभएर हाम्रो ओभरअल वेलबिइङलाई चाहिँ इन्हान्स गर्न सक्छ? सबभन्दा पहिला त यो धारणाबाट मुक्त हुनुपर्छ कि साधना ध्यान बुढेसकालमा गर्ने कुरा हो। जति महत्त्वपूर्ण योगीहरू भए, हेर्नुहोस् त उहाँहरूले शङ्कराचार्यले 32 वर्षमा त शरीर छोडिदिनु भयो। 16 वर्षको यहाँको सन्यास जीवनमा कति काम, 16 वर्षकै उमेरमा सन्यासी सन्यासी 16 वर्षमा उहाँले जुन काम गर्नुभयो, अहिलेको युवाले त्यो 16 जन्म लिनुपर्छ त्यति काम गर्नलाई, होइन। उहाँले चाहिँ पर्खेर म वृद्ध अवस्थामा दीक्षा लिन्छु भनेको भए त मरिहाल्नुहुन्थ्यो। स्वामी विवेकानन्द हेर्नुहोस् 39 वर्षमा बित्नुभयो। उहाँले पनि त्यो पर्खेको भए त यो यत्रो जुन उहाँको योगदान छ त्यो पृथ्वीले पाउने थिएन। जिसस 33 वर्षमा मारिनुभयो। त योगानन्दजी एकदम यङ एजमै अमेरिका जानुभयो, यत्रो काम गर्नुभयो, होइन। त्यस कारणले यो युवा अवस्थामा ऊर्जा हुन्छ सबमा, शरीर स्वस्थ हुन्छ, काम गर्ने जाँगर हुन्छ। यो बुढेसकालको लागि पर्खिनु चाहिँ ठिक छैन अध्यात्मको लागि। तर यस्तो छ, कसैले यो अवस्थामा पाएन, अवसर पाएन भने बुढेसकालमा सुरु नगर्ने होइन।
यो जुन बेला पनि यो अध्यात्मको मार्गमा हिँड्नलाई एनी टाइम इज गुड टाइम। बस जब सब शरीर स्वस्थ छ, साहस छ, त्यो युवा अवस्थामा गर्नु बेस हो। हजुर, आजकल चाहिँ जब मेन्टली सफर गर्नुहुन्छ साइकोलोजिकल हेल्प अनि मेडिकल हेल्पतिर धेरै जानुहुन्छ। अर्को पार्ट मैले बिर्सिहालेँ, तपाईँको अर्को पार्ट थियो। अहिले मानसिक समस्या विश्वभरि नै बढिरहेछ, लगातार बढिरहेछ। जति जति भौतिक समृद्धि भयो, जति जति विज्ञानको प्रगति भयो, एक प्रकारले भौतिक सुविधा जीवन चाहिँ सुविधापूर्ण भयो आर्थिक दृष्टिकोणले, तर त्यससँगै सँगै मानसिक र आध्यात्मिक समस्या बढ्न थाल्यो। र अहिलेको समयमा त यो एकदमै बढी छ, सारा विश्वमै छ। विशेष रूपमा तपाईँ जुन कन्ट्रीमा बस्नु, यो जुन भागमा, युरोपमा, अमेरिकामा बढी छ हैन, जहाँ सम्पन्नता बढी छ। मैले जुन दुनियाँ देखेर घुम्न देख्न पाएँ, मैले के देखेँ भने जहाँ जहाँ आर्थिक सम्पन्नता बढी छ त्यहाँ त्यहाँ मानसिक सन्ताप पनि बढी छ। यो बढी र बडो तेजीमा बढिरहेछ। यो किनभने हाम्रो गलत जीवन दृष्टि हो, लाइफ स्टाइल गलत हो। लाइफ स्टाइलमा परिवर्तन ल्याउनुपर्छ, नत्र साइन्सले त सुविधाहरू बढाइरहेछ, जीवन त सुखी हुनुपर्ने। सुसाइडेड अहिले WHO ले भनिरहेछ 25% व्यक्तिमा सुसाइडल टेन्डेन्सी आइरहेछ हैन। डिप्रेसन त्यतिकै छ, अनिद्रा त्यतिकै छ। यो किनभने हामीले ब्यालेन्स जीवन जिरहेको छैन। भौतिक समृद्धि सुविधा बढ्दै गएछ, तर आध्यात्मिक त्यो सँगै पनि बढ्नुपर्छ, तब मान्छे सुखी हुन्छ। सही हो, हामी पनि गरिब देश नेपालमा हामी पनि सुखी छैन। हामी कहाँ भौतिक सुविधा छैन। जति पशुपतिनाथमा गीत गाए पनि, जति दक्षिणकालीमा गएर हामीले त्यो भाकल चढाए पनि, जीवनमा जबसम्म भौतिक सुविधा हुँदैन तबसम्म सुख हुँदैन। दुइटैको ब्यालेन्स हुनुपर्छ, भौतिक र आध्यात्मिक। यो जब हुन्छ, यही ओशोको शिक्षण हो, हाम्रो गुरुको शिक्षण यही हो कि यो जोरवादी बुद्ध उहाँ भन्नुहुन्थ्यो भौतिक समृद्धि त हुनैपर्छ, र त्यो सँगै आध्यात्मिक अनुभूति पनि हुनुपर्छ, ध्यान पनि हुनुपर्छ। मलाई पनि लाग्छ कि सोचाइ र बुझाइमा पनि अलिकति मिस आउट गरिरहनु भएको छ उहाँहरू। किनभने उहाँहरूलाई लाग्छ ध्यान गरेपछि सन्यासीको लाइफ नै जिउनुपर्छ, मटेरियलिस्टिक वर्ल्डबाट टाढा जानुपर्छ भन्ने पनि कतिजनाको सोच हुन्छ। तर आई थिङ्क ओशोको सबैभन्दा ब्युटिफुल कुरा भनेकै सबै लाइफमा दुइटै कुराको ब्यालेन्स लिएर जानुपर्छ। एउटा ब्रेथ पनि र डेप्थ पनि, दुइटै कुरालाई सँगै लिएर जाने चाहिँ कति ब्युटिफुल फिलोसफी उहाँको छ जस्तो मलाई लाग्छ। सो त्यो कुरा पनि उहाँहरूले बुझ्नुभयो भने पनि सायद मेडिटेसन गर्न, ध्यान साधना गर्नलाई अझै अगाडि जानुहुन्थ्यो जस्तो पनि लाग्छ। एडिक्सन स्वामीजी एकदमै ठुलो प्रब्लम भएको छ अहिलेको जेनेरेसनको। डिफ्रेन्ट कुराहरूबाट एडिक्सन भइरहेछ, सोसियल मिडिया पनि भन्न सकिन्छ अरू कुरामध्ये। यो एडिक्सन चाहिँ हजुरको पर्सपेक्टिभबाट किन बढिरहेको छ र यसलाई कसरी चाहिँ उहाँहरूले समाधान गर्न सक्नुहुन्छ? मूल समस्या यही छ कि मान्छे सुखी छैन। अब उसले क्षणिक सुख, जीवन यति विषादपूर्ण छ कि एकछिन रक्सी खाएर भने पनि मेन्टल टेन्सनलाई घटाउनु पर्यो। अनि अब रक्सी त कम भनौँ, ड्रग्स होइन, थरी थरीको केमिकल ड्रग्सहरू छ, गाँजा छ होइन। यसको माग बढ्दै गइरहेछ र यसको युजरहरू बढ्दै गइरहेका छन्। म यसलाई उनीहरूलाई अपराधी भन्दिनँ, किनभने जीवन यति दुःखी भइसकेको छ। सबैजना त ध्यान गर्दैन। हामीहरूलाई कुनै इन्टक्सिकेसनको आवश्यकता छैन, किन हामी साधना गर्छौँ। तर जो व्यक्तिलाई यो बाटो छैन तिनीहरूलाई टेन्सनबाट त मुक्त हुनु पर्यो नि। दुःख कति झेल्ने, दुनियाँ दुःखी, संसार बहुत दुःखी छ। बाहिर हामीले विज्ञानको प्रगति हेरेर यो नसम्झौँ कि राम्रो दुनियाँ बनिसकेको छ। पिपुल आर भेरी लिभिङ इन ए भेरी मिजरेबल कन्डिसन। त्यहाँ उनीहरूलाई जिउनलाई पनि यो एडिक्सनहरू चाहिन्छ, बाँच्नै सक्दैन। अहिले
एकदम स्ट्रेसमा जुने मान्छेहरूले राति एक पेग खाएन भने उसलाई निदै लाग्दैन हैन। डक्टरले पनि सजेस्ट गर्छ होइन त्यो मोडरेटली डाक्टरले भन्नु त त्यही भन्छ मोडरेटली ड्रिङ्क गर्नुहोस् भन्छ होइन। त्यस कारण यो अहिले समयको माग हो र यसको उत्तर छ। यसलाई आवश्यक छैन कुनै एडिक्सनमा जानु। लाइफ स्टाइल म्यानेजमेन्ट हामी भन्छौँ, योगा ध्यान हैन, अलिक खानपानमा अलिकति विचार पुऱ्याएर पनि हामी एडिक्सनबाट मुक्त हुन सक्छौँ र सुखी जीवन जिउन सक्छौँ। हजुर, डेफिनेटली स्वामीजी। अनि मेडिटेसन भन्दाखेरि पनि कतिजनाले चाहिँ बस्ने अनि म चुप लाएर बस्न सक्दिनँ भन्ने कुराहरू गर्नुहुन्छ। ओशो तपोवनमा आइसकेपछि अनि मैले अरू ट्रेनिङ्सहरू पनि डिफ्रेन्ट काइन्ड्स अफ मेडिटेसन सिकेको छु। यहाँ चाहिँ कति मजाको डाइनामिक मेडिटेसन, सुफी मेडिटेसन, डान्स मेडिटेसन, यो मेडिटेसनहरू चाहिँ मैले एकदमै धेरै इन्जोय गरेँ। सो मेडिटेसन भनेको चाहिँ चुप लाएर बस्ने मात्र होइन भनेर जसरी ओशोले चाहिँ रिडिफाइन गर्नुभएको छ त्यो चाहिँ मलाई एकदमै मन पर्यो। अनि ओशोले चाहिँ कति धेरैवटा ध्यान टेक्निक्सहरू दिनुभएको छ। सो कति गुरुहरूले चाहिँ एउटा स्पेसिफिक ध्यान टेक्निक चाहिँ दिनुहुन्छ आफूले दीक्षा दिँदाखेरि र त्यही टेक्निकलाई चाहिँ पुरै लाइफ उहाँहरूले साधनाको रूपमा अगाडि लानुहुन्छ। ओशोले चाहिँ किन डिफ्रेन्टली यसलाई लिनुभयो जस्तो लाग्छ हजुरलाई? ओशो एक आफैमा एक मिरेकल हुनुहुन्छ हैन। उहाँ एकजना व्यक्तिले 600 ध्यानका विधिहरू दिनुभयो, 600 टेक्निक्स। विश्वमा सबै गुरुले आजसम्म दिएको सबै टेक्निक जोड्यो भने पनि 600 पुग्दैन हैन। त्यति उहाँले एक्लै एकजनाले दिनुभएको छ। किनभने उहाँको दृष्टि के छ भने हरेक व्यक्तिको कन्स्टिट्युसन, शारीरिक, मानसिक, आध्यात्मिक स्थिति फरक फरक छ। एउटै विपासना सबैलाई लाग्दैन हैन, गर्न सक्दैन। चुप लाएर बस भनिदिनुमा त गाह्रो हुन्छ उसलाई हैन। त्यसैले ओशोले व्यक्ति अनुसारकै ध्यान सुन्नुपर्छ भनेर उहाँले यत्रो छोडो 600 ध्यानका पद्धतिहरू दिनुभएको छ र त्यसमध्ये केही पद्धतिहरू यस्तो छ जो बडो कमन छ, पपुलर छ र त्यो गरेपछि अरू ध्यान गर्न सजिलो हुन्छ। जस्तो तपाईँले यहाँ डाइनामिक मेडिटेसन गर्नुभयो, बेलुका कुण्डली मेडिटेसन गर्नुभयो, यो चाहिँ बेस्ट फाउन्डेसन बनाइदिन्छ साधनाको लागि। जसले डाइनामिक र कुण्डली गरेको छ त्यो मैले वर्षौँ गरेको छु, मलाई अनुभव छ। त्यसपछि विश्वको कुनै पनि ध्यान उसले गर्न सक्छ र त्यो ध्यानमा उसलाई हाइट पनि मिल्छ। किन यो फाउन्डेसन बनाइदिन्छ डाइनामिक मेडिटेसन र कुण्डली मेडिटेसनले। आज जो व्यक्तिहरू ध्यान गरिराख्नु भएको छ उहाँ अरू ध्यान, उहाँले मेरो सजेसन के छ भने तपाईँ आफ्नो गुरुको ध्यान गर्नु ठिक छ, तर तपाईँ केही महिना केही वर्ष यो एक्टिभ मेडिटेसन गरेर तपाईँ आफ्नो फाउन्डेसन बनाउनुहोस्। त्यसपछि जाजेन गर्नुहोस्, विपासना गर्नुहोस् हैन, जसको ध्यान गर्नुहोस्। मैले देखेसम्म सक्रिय ध्यान र कुण्डली ध्यान जसले गरिसक्यो त्यसले संसारको कुनै पनि ध्यान गर्न सक्छ र त्यसलाई त्यसमा हाइट पनि मिल्छ। त्यसले ओशो अहिलेको आवश्यकता हो, युगको आवश्यकता हो। अरू गुरुहरूले पुराना पद्धति जुन किताबमा पढ्नु भएको छ, बुद्धले दिनुभएको 2600 वर्ष पूर्व महावीरले दिनुभएको हैन, अब त्यही पद्धति आँखा चिम्लेर पातञ्जलीले दिएको या गोरखले दिएको हजारौँ वर्ष भइसक्यो। मान्छे चेन्ज भइसक्यो, युगको आवश्यकता चेन्ज भइसक्यो। अब त्यही पद्धति सोझै काम लाग्दैन। यसले ओशो चाहिँ युग रूपान्तरकारी गुरु हुनुहुन्छ। उहाँले यो युगलाई नै परिवर्तित गर्नुहुन्छ र आउने 50 वर्षमा हेर्नु होला, अहिले ओशोको पपुलारिटी बढिरहेछ पढ्नेमा। 50 वर्षमा ओशो चाहिँ बुद्ध जतिकै विश्वविख्यात र प्रतिष्ठित हुनुहुन्छ र उहाँको ध्यानहरू सबै मान्छेले गर्न सुरु गर्छ, अधिकांश मान्छेले गर्छ। हजुर हजुर, मैले बुक लिइसकेँ। मैले बिहान पनि हजुरलाई भनेको थिएँ, त्यो बुक पल्टाउँदाखेरि नै एकदमै इन्ट्रेस्टिङ लागेको थियो। सबै ध्यानहरू आफूले पनि ट्राई गर्नु मन लागिरहेको थियो र डिफ्रेन्ट मान्छेहरू डिफ्रेन्ट हिसाबको हुन्छन् र फरक फरक ध्यानले सायद उनीहरूलाई
अझै ध्यान गर्न चाहिँ इन्स्पायर गर्छ जस्तो पनि लाग्छ। एउटा डिस्कोर्समा मैले यहीँनिर हलमा हुँदाखेरि लगाइदिनु भएको थियो, मैले देखाएको थिएँ, ओशोले भन्नुभएको थियो कि लभ एन्ड मेडिटेसन गोज ह्यान्ड इन ह्यान्ड भनेर। सो त्यो स्टेटमेन्टलाई हजुरले कसरी एक्सप्लेन गर्नुहुन्छ? त्यो पनि एउटा बडो ठुलो विडम्बना के भयो भने मान्छेले कस्तो भन्यो भने ध्यान गर्ने व्यक्ति योगी मान्छेले बिहा गर्नु हुँदैन, प्रेम गर्नु हुँदैन भन्ने एउटा धारणा अहिलेसम्म छ व्याप्त, अहिलेसम्म ध्यान छ। योगीले चाहिँ प्रेम गर्नु हुँदैन, एक्लै बस्नुहुन्छ। अब ओशोको दृष्टिकोण जुन छ कि प्रेम जुन हो हाम्रो एकदम प्रत्येक व्यक्तिको भूख हो भित्र, लभ हाम्रो आवश्यकता हो, त्यसले नरिसमेन्ट दिन्छ। कसैले मलाई प्रेम गर्यो र मैले कसैलाई प्रेम गरेँ भने त्यसमा अत्यन्त आनन्द आउँछ र त्यो ध्यानको विरोधी होइन, त्यो ध्यानको सहयोगी हो। र मान्छेले देख्दैन अब अरू संस्थाहरू, कृष्णका संस्थाहरूमा नि बिहा गर्न नगर इस्कन जस्तो छ या कृष्ण प्रणामी छ होइन। अब उनीहरूलाई पनि जोगीहरूले बिहा गर्नु हुँदैन। अब कृष्ण आफैहरू त कति प्रेमी हुनुहुन्छ, उहाँले कहाँ प्रेमको विरोध गर्नुभएको छ। उहाँका शिष्यहरूले यस्तो दर्शन किन विकसित गरे जसमा प्रेम निषेध छ। या शिवका भक्त हुनुहुन्छ, शिवले पार्वतीलाई कति प्रेम गर्नुभएको छ होइन। प्रेमको बारेमा उहाँले विज्ञान भैरव तन्त्रमा विधि नै, प्रेमलाई ध्यानको विधि नै दिनुभएको छ। रामले पनि बिहा गर्नुभयो अनि यो मोहम्मद साहबको पनि पत्नी थिए। यो सबै गुरुले आफै बिहा गर्छन् र उनीहरूको प्रेम हुन्छन्। उनका चेलाहरू किन प्रेमका विरोधी भए? यो गलत भयो। ओशो यसलाई करेक्सन गर्नलाई आउनुभएको। लभ ध्यानमा सहयोगी हुनसक्छ, बाधक हुँदैन। हजुर, आई थिङ्क एउटा डिस्कोर्समा उहाँले भनिरहनु भएको पनि सुनेको थिएँ, बुद्धिज्म इज इन्टरप्रिटेसन अफ बुद्ध, यसरी केही भन्नुभएको थियो उहाँले। सो जति पनि कुराहरू फलो भइरहेछ त्यो चाहिँ जसले सिकाउनु भएको हो त्योबाट धेरै कुराहरू चाहिँ पुल आउट गरेर मिसइन्टरप्रेट भइसकेको छ भनेर भन्नुभएको थियो। आई थिङ्क त्यही पोइन्ट हजुरले अहिले कति मजाले एक्सप्लेन गर्नुभयो। ध्यान साधनाको कुरामा जसलाई अलिकति डिपर नलेज र एक्सप्लोरेसन गर्न मन छ स्वामीजी, उहाँहरूले यो कुण्डलिनी शक्तिको बारेमा चाहिँ धेरै नै इन्ट्रेस्ट देखाउनु भएको मैले देखेको छु। शक्तिको बारेमा, कुण्डलिनी शक्ति, कुण्डलिनी शक्ति। सो यो कुण्डलिनी शक्ति भनेको चाहिँ के हो र यसको जागरणको बारेमा केही भनिदिन सक्नुहुन्छ? हाम्रो भित्र एउटै ऊर्जा हो होइन, प्राण शक्ति त्यसलाई भन्नुहोस्, लाइफ एनर्जी। त्यो सामान्य व्यक्तिको त्यो लाइफ एनर्जी ऊर्ध्वगामी हुँदैन होइन। साधना नगर्ने व्यक्तिको लाइफ एनर्जी खालि पैसा कमाउनुमा, सेक्समा, यसमै लागिराखेको हुन्छ होइन उसको ऊर्जा जुन छ। अब यो ऊर्जा ऊर्ध्वगामी भयो भने यो ऊर्जा एउटै ऊर्जा हो। जब निम्नगामी हुन्छ त्यसले सेक्स बन्छ, ऊर्ध्वगामी हुन्छ भने यही समाधि बन्छ। उसले सम्भोग से समाधि भन्ने किताब लेख्नु भएको, बडो कन्ट्रोभर्सियल हो, बडो संसारमा हङ्गामा भएको थियो त्यो किताब हुँदाखेरि। यही भन्नुभएको एउटै ऊर्जा हो होइन। त्यो ऊर्जा ब्यालेन्स भयो भने त्यही ऊर्जा समाधि बन्न सक्छ होइन। त्यही कुण्डलीको ऊर्ध्वगमन भयो भने माथिका चक्रहरू जुन छन् हाम्रो शरीरमा, हायर चक्रहरू खुल्छन्। जति जति हायर चक्र खुल्छ त्यतिकै नै त्यसको जीवनमा पोजिटिभ डाइमेन्सनहरू खुल्दै जान्छ। त्यो हायर चक्र थर्ड आईमा पुग्यो भने व्यक्ति ब्रह्मज्ञानी हुन्छ। त्यो यहाँ पुग्यो भने व्यक्ति इन्लाइटेड नै हुन्छ होइन। कण्ठमूलमा सम्म पुग्यो भने, विशुद्धि चक्रमा पुग्यो भने मान्छेको वाणीमा एक प्रकारको शक्ति पनि आउँछ, मिठास पनि आउँछ है। अब त्यही ऊर्जा तल गयो भने त्यो काम वासना बन्छ, बनिराखेकै छ, त्यसमा कुनै विरोध छैन। त ओशोको दृष्टिकोण के छ भने यो ऊर्जालाई ऊर्ध्वगामी बनाऊँ भने हामी यसैको नाम कुण्डली हुन्छ र हायर चक्रमा पुग्यो भने व्यक्तिमा देवत्वका गुणहरू आउँछ। हजुर, कुण्डलिनीको कुरामा अहिले कति धेरै सोसियल मिडियामा पनि भिडियोजहरू देखिरहेको हुन्छ। मैले भने हजुरलाई कति धेरै कुराहरू मिसइन्टरप्रेट भइरहेको हुन्छ। अहिले सायद हजुरलाई थाहा छ कि छैन, कुण्डलिनी एक्टिभेसन प्रोसेस भनेर कतिजनाले
1 डे सेमिनार वेबिनार गर्नुहुन्छ, इभन अनलाइन पनि गर्नुहुन्छ होइन? एक दिनमा तपाईँको कुण्डलिनी म जागरण गराइदिन्छु, युनाइटेडै गरिदिनुहुन्छ। एक दिन बढी भयो त्यहाँ त। अब युरोप अमेरिकामा त मान्छेसँग टाइम छैन नि, बडो टाइम कन्सियस हो। 3 घन्टामा इन्लाइटेन गरिदिने पनि वर्कसपहरू छ। हजुर। सो त्यही भएर अलिकति उहाँहरूलाई अवेरनेस होस् भनेर पनि हो यस्तो वेबिनारहरूमा धेरै इङ्गेज्ड हुन खोज्ने जो हुनुहुन्छ उहाँहरूलाई। कुण्डलिनी शक्ति यति पावरफुल हुन्छ भनिन्छ, यदि हाम्रो जिउ रेडी छैन र सही गुरु हुनु भएन भने त्यसले हामीलाई नराम्रो इफेक्ट पनि गर्न सक्छ भन्ने सुनेको छु, के त्यो सही हो स्वामी? त्यो ठिकै हो। एनर्जी छ नि, कुनै पनि हेर्नुहोस् न विद्युत छ, अब यसैले सही उद्योग भयो, सही उपयोग भयो भने अहिले यो कोठालाई चिसो पनि गरिराखेको छ, प्रकाश पनि गरिराखेको छ। यसैलाई चाहिँ मान्छेले छोइदियो भने मान्छे मर्न पनि सक्छ होइन? पावर त न्युट्रल हो, तपाईँले कसरी युज गर्नुहुन्छ त्यसमा निर्भर गर्छ। कुण्डलिनी शक्ति पनि दुइटै, उसमा दुइटै पावर छ। हो चाहिँ राम्रोसँग युज गर्नु हो भने त्यसले चाहिँ आनन्दको समाधिको ढोका पनि खोल्न सक्छ। त्यसको दुरुपयोग भए मान्छे महाक्रोधी पनि बन्न सक्छ। कुण्डलिनी शक्तिकै मिसयुज गलत प्रयोग भयो भने मान्छे हिटलर पनि बन्छ। उनीहरू पनि, हिटलर कम शक्तिशाली थिएन नि, वो पनि शक्तिशाली थियो। तो शक्तिको प्रयोग उसले लोअर सेन्टरबाट, क्रोध सेन्टरबाट गर्यो, इगो सेन्टरबाट गर्यो। हजुर हजुर। ओशोको बारेमा पढ्न थालेको, बुझ्न थालेको मैले त्यस्तो धेरै समय त भएको छैन, तर जति पनि समय भयो त्यसमा मैले ओशोको किताबहरू पढ्न खोजिरहेको हुन्छु, उहाँको डिस्कोर्सहरू सुन्न खोजिरहेको हुन्छु। अघि हजुरले भन्नुभयो नि कति कुरामा कन्ट्रोभर्सी भएको छ ओशोको भनेर। इभन बुक अहिलेको जमानामा सायद 1 घन्टाको कसैले इन्टरभ्यू दिनुभयो भने त्यसको 30 सेकेन्डको रिल निकालेर अनि त्यसमा सबैजनाले जजमेन्ट जसरी गर्नुहुन्छ, ओशोको पनि दुईटा साइड देखिन्छ। सोसियल मिडियामा पनि कति कुराहरू छ कन्ट्रोभर्सियल कुराहरू, जुनलाई हेरेर चाहिँ कति धेरै मान्छेहरू चाहिँ स्केप्टिक पनि हुनुहुन्छ उहाँप्रति, जसले चाहिँ कहिले ओशोको किताबै पढ्नु भएको छैन या उहाँको डिस्कोर्स नै सुन्नु भएको छैन, तर खालि त्यो क्लिप्सहरू हेरेर उहाँहरूले त्यस्तो महसुस गर्नुहुन्छ। सो उहाँहरूलाई चाहिँ हजुरको के मेसेज छ? म त के भन्छु भने ओशो अहिले यो युगको चाहिँ जस्तो विज्ञानको युगमा आइन्स्टाइन भयो नि, आइन्स्टाइन पछि विज्ञानले एउटा फड्को मार्यो, त्यस्तै अध्यात्मको जगतको आइन्स्टाइन हुनुहुन्छ यो युगमा होइन? उहाँलाई प्रत्येक व्यक्तिले बायस नभइकन, कुनै कन्डिसन मनमा नराखिकन, दुराग्रह नराखिकन एउटा किताब मात्रै ओशोको पढ्यो भने पनि उसको जीवनमा रूपान्तरण आउँछ। अब ओशोले यस्तो गुरु कहिले पृथ्वीमा भएकै थिएन। जो हामी हिन्दू परिवेशमा जो हामी बसिराखेका छौँ, हाम्रो लागि उहाँले उपनिषद र गीतामाथि यस्तो राम्रो साहित्य लेखिदिनु भएको छ, महागीता होइन, भक्ति सूत्र। अब वेस्टर्नहरूको लागि उहाँले जिससको बानीको यस्तो राम्रो व्याख्या गरिदिनु भएको छ होइन, जरथुस्त्राको बारेमा बोल्नु भएको छ होइन। त्यस कारणले उहाँले प्रत्येक संस्कृति महावीरलाई मान्नेहरूलाई, ज्ञानीहरूको लागि उहाँले भगवान् महावीरमाथि यति बोलिदिनु भएको छ। बुद्धिस्टहरूको लागि 770वटा किताब छ ओशोको बुद्धका दर्शनमाथि। यस्तो गुरु पृथ्वीमा कहिले भएको थिएन, पहिलोचोटि भएको हो, जसले बुद्धमाथि पनि बोल्न सक्छ, तन्त्रमाथि पनि बोल्न सक्छ, सुफीमाथि पनि बोल्न सक्छ, जिससमाथि पनि बोल्न सक्छ, लाउत्सुमाथि। यो पहिलोचोटि पृथ्वीमा भएको, त्यसकारणले मान्छे कन्फ्युज छ। र यसै कारण किनभने उहाँले हरेक विधाको कुरा गरिदिनु भएको छ। इन्साइक्लोपिडिया अफ स्पिरिचुअल नलेज भन्नुहोस् उहाँलाई होइन। यो अरू कोही गुरुहरू एक विषयका ज्ञाता हुन्छन्, आफ्नो विषयमा बोल्न सक्छन्। ओशो चाहिँ अध्यात्मका सबै विषयमाथि त्यतिकै प्रामाणिकता साथ बोल्न सक्ने गुरु हो। त्यसले अब कन्फ्युजन किन हुन्छ भने एनी इन्टेलिजेन्ट पर्सन जो बहुत बौद्धिक हुन्छ नि, त्यसको आलोचना हुन्छ उसको जीवनकालमा, मान्छेले बुझ्न सक्दैन उसलाई किन। उसले आलोचना कसको हुँदैन, जुन चलिराखेकै विचार हो होइन। अब चलिराखेको विचारहरू मैले गरेँ भने बिहान उठ है, गुरुलाई, आमा बाउलाई, गुरुलाई आदर गर, सोमबारको दिनमा पशुपति जाऊ, यो कुरा गर्नु सबैले मन पराउँछ हिन्दूले
मुसलमान हुनुहुन्छ नि 5 चोटि नमाज नछोड, 5 चोटि नमाज गर, एकदम रोजा चाहिँ 1 महिना चाहिँ फास्टिङ गर भन्नु सबैले ताली बजाउँछ हैन। किन यो ट्रेडिसनल कुराहरू छन् हैन। यो त मान्छेले त्यो कुरा गर्ने मान्छेको आलोचना हुँदैन, तर ओशोले जुन कुरा गर्नुभयो एकदम नौलो कुरा हो हैन। त्यो मान्छेले अहिलेसम्म प्रेम र ध्यान सँगै गर्न सकिन्छ। यो आफैमा एउटा बहुत साहसिक प्रयोग हो ओशोको। त्यसकारणले उहाँ कन्ट्रोभर्सीमा उहाँको बारेमा कन्ट्रोभर्सियल विचार छ, मान्छेहरूले बुझ्दैन। हामी नबुझ्ने मान्छेहरूलाई हामी बुझ्छौँ, किन ओशो 1 शताब्दी अगाडिको कुरा गर्नुहुन्छ। हुनुभएको थियो 20वीं शताब्दीमा, अहिले 21वीं शताब्दीमा पनि उहाँ चाहिँ अबुझ हुनुहुन्छ। सायद 22वीं शताब्दीमा उहाँले मान्छेले राम्रो बुझ्ला हैन। जति समय पाक्दै जान्छ र मान्छेको विचारहरू फराकिलो हुँदै जान्छन्, त्यति नै ओशोले बुझ्छन्। अब अहिले देख्नु मिडियामा ओशोको जीवनकालमा उहाँको आलोचना धेरै हुन्थ्यो। अहिले मिडियामा हेर्नु हो भने ओशोको प्रशंसा धेरै भइरहेछ। धेरै उहाँका श्रोता छन्, धेरै उहाँको बारेमा बोल्छन् र 50 वर्षमा यो अझ बढ्नेवाला छ, धेरै बढ्छ। धेरै समय लाग्दैन, किन अब सोसल मिडिया छ। बुद्धलाई आफ्नो धर्मको प्रचार गर्नलाई त बौद्ध धर्मलाई पठाउनु जानु पर्यो हैन, या पद्मसम्भवलाई तिब्बत जानु पर्यो, बौद्ध धर्मलाई चाहिँ चीन जानु पर्यो। अब त्यो ओशोको सन्यासीलाई जानु पर्दैन, यहीँबाट तपाईँको हाम्रो कुरा भइरहेछ। यो सोसल मिडियाले गर्दाखेरि विश्वभरि पुग्न सक्छ। त्यसैले अब बुद्धलाई अहिले पश्चिम जगतले बुझ्न थाल्यो र पश्चिम जगतमा बुद्धको इज्जत बढिराखेको छ र बुद्ध धर्म पश्चिम जगतमा जोडले फैलिराखेको छ। त कति समय लाग्यो? 2500 वर्ष लाग्यो। अब ओशोको देशनालाई अब फैल्नलाई त्यति टाइम लाग्दैन। अब यो शताब्दीको अन्त हुँदा हेर्नु होला, ओशो बुद्ध, जिसस, शिव, कृष्ण जतिकै प्रतिष्ठित हुनुहुन्छ र उहाँको शिष्यहरूको सङ्ख्या पनि उनीहरूभन्दा कम हुँदैन। हजुर, धेरै खुसी लाग्यो हजुरको यो भिजन सुन्दाखेरि। हाम्रो जब ओशोको मेडिटेसन या इभन तपोवनकै क्लिपहरू सोसियल मिडियामा आउँछ, हजुरले भन्नुभयो जस्तै कति कुराहरू त अब सबैजनाले स्क्रोल गरेर हेर्ने जमाना आइसकेको छ। अनि अस्ति हजुरले आफ्नो अस्तिको डिस्कसनमा पनि भन्नुभएको थियो केही कुरा गलत भन्दा पनि यो कुरा म बुझ्न सक्दिनँ भन्ने क्षमता राख्नुपर्छ भनेर। त्यो कुरा चाहिँ मैले एकदमै मनदेखि नै लिएको पनि छु। त्यसले मान्छेलाई खुला पनि बनाउँदो रहेछ। अनि अहिलेको जेनेरेसनमा चाहिँ के हुन्छ भने अब म तपोवन आएर मेडिटेसन गरेँ भने म ओशो सन्यासी नै बन्नुपर्छ कि त भन्ने खालको पनि उहाँहरूको सोच हुन्छ। त्यो भएर पनि कतिजनालाई चाहिँ ओहो म त्यहाँ गएँ भने अब मैले माला लगाउनै पर्छ होला, मैले अरूको जस्तो लाइफस्टाइल लिड गर्नै पर्छ होला भन्ने उहाँहरूको सोच भएर पनि उहाँहरू क्याम्पमा सायद आइराख्नु भएको छैन। सो मेरो भिडियोको आशय यो पनि हो कि उहाँहरूलाई मैले इन्भाइट गर्न सकौँ ट्राई गर्नको लागि यहाँको मेडिटेसन, यहाँको वातावरण। सो जुन यो सन्यास बन्ने या नबन्ने कुरा छ त्यसमा हजुरको पर्सपेक्टिभ के छ? होइन, हामी त प्योर साइन्टिफिक ध्यानको पद्धतिको प्रयोग गर्छौँ, यहाँ सिकाउँछौँ होइन। अब ओशोलाई गुरु मान्ने नमान्ने व्यक्तिको स्वतन्त्रता हो, त्यसमा हाम्रो कुनै हस्तक्षेप छैन होइन। ओशोका विरोधी पनि यहाँ आएर ध्यान गर्न सक्छन्, नास्तिकहरू पनि आएर यहाँ ध्यान गरिराखेका छन्। दुनियाँका जति धर्म छ सबै धर्म मान्नेहरू यहाँ आएर शिविरहरू गरिसकेका छन्। उनीहरूलाई हामी धर्म परिवर्तन गरेर मुसलमानलाई हामी ओशो हिन्दू बन या ओशो सन्यासी बन कहिले पनि भन्दैन। ऊ आफ्नै धर्ममा बसोस्, आफ्नै धर्मलाई मानोस्, साधना गरोस्। हाम्रो यति हो कि साधना गरेपछि उसमा पोजिटिभ रूपान्तरण हुन्छ र कसैलाई त्यो पोजिटिभ रूपान्तरणमा यति ग्रेटिट्युड हुन्छ, ओशोको आफ्नो गुरुकै रूपमा ओशोलाई स्थापित गरौँ भने उसले दीक्षा लिन्छ। हामी यहाँ शिविरमा आउने मान्छेलाई दीक्षा कम्पल्सरी कहिले भनेको छैन, भन्नेवाला पनि छैन होइन। र सबै शिविरमा आउने मान्छेले दीक्षा लिन जरुरी पनि छैन, लिन पनि लिँदैन। यो उसको व्यक्तिगत चोइस हो। त कसैलाई ओशो पढेर उसको ध्यान गरेर यस्तो लाग्छ कि उहाँलाई म आफ्नो आराध्य बनाऊँ
उनीहरूले दीक्षा लिन्छ त ठिक छ। तर यो कम्पल्सरी एकदमै होइन। यहाँ ओशो विरोधी पनि आउन सक्छन्, परम नास्तिक व्यक्तिहरू पनि आउँछन् जो ईश्वरमै विश्वास गर्दैन, धर्ममा विश्वास गर्दैन। उसलाई पनि त स्वास्थ्य राम्रो राख्नु पर्यो, मन शान्त राख्नु पर्यो। उसलाई पनि त ड्रग्समा जानुभन्दा ध्यानमा मन वैज्ञानिक रूपले डिसिप्लिन हुन्छ। अहिले दुईटा हेर्नुहोस्, अल्टरनेटिभ दुईटा छ, आइदर मेडिटेसन और मेडिकेसन। थर्ड बाटो छैन। या मान्छेले रक्सी खानुपर्छ, ड्रग्स खानुपर्छ, एलएसडी खानुपर्छ, या ध्यान गर्नुपर्छ। अब आउने 20-25 वर्षमा यो मेन्टल प्रब्लम यति जोडले बढ्नेवाला छ, भयावह रूपमा बढिरहेको छ। स्कुल गोएर बच्चाहरू पनि खल्तीमा चाहिँ एलएसडीको ट्याब्लेट लिएर गइरहेका छ। चिल्ड्रेनको अहिले सुसाइड कति भइरहेछ इन्डियामा। इन्डियाको डाटामा भन्छु, जब 10+2 को रिजल्ट निस्किन्छ त्यो हप्तामा 18,000 नानीहरूले सुसाइड गर्छ। मेन्टल एक्सपेक्टेसन फर्स्ट डिभिजनको थियो, आएन, या कोही फेल भए या के, भने 18,000 विद्यार्थीले त स्कुलको रिजल्ट आएको इन्डियामा आएपछि 18,000 व्यक्तिले गर्छ। नेपालको हामीसँग डाटा छैन, त्यति डाटा बन्दैन यहाँ। तर विदेशमा पनि यो सुसाइडल टेन्डेन्सी बढिरहेछ, बढ्दै जान्छ। र सुसाइडल नभए पनि मान्छेको जीवन नर्कीय भइसक्यो, निद्रा लाग्दैन, त्यसै रिस उठिराखेको हुन्छ, लाइफै इन्जोय गर्दैन। यो त मर्नुभन्दा पनि नराम्रो मृत्यु हो। जिएर पनि दुःखी भएर जिउनुभन्दा त म भन्छु मरेर जानु राम्रो हो, होइन? हाँसेर नजियो भने कि रोएर जिउनुभन्दा त मर्नु राम्रो। त्यस्तो मरणतुल्य जीवन भइसक्यो मानसिक सन्तापले, लाइफस्टाइलको नजानेर। हामी के भन्छौँ भने ओशोको ध्यानमा हामी कसैलाई धार्मिक बनाउने हाम्रो कुनै आग्रह छैन। तपाईँ नास्तिक रहनुहोस्, भगवानले नमान्नुहोस्, तपाईँको स्वतन्त्रता छ, होइन? अहिले संसारमा क्रिस्चियनिटी पछि नेक्स्ट जुन फेथ छ त्यो नास्तिकहरूको छ, होइन? अरबौँ मान्छे छन् जो ईश्वरलाई मान्दैनन्। ठिक छ, त्यो सङ्ख्या बढिरहेछ, होइन? हामी उनीहरूलाई पनि आएर आफ्नो शारीरिक स्वास्थ्यको लागि, मानसिक स्वास्थ्यको लागि तपाईँ ध्यान गर्नुहोस्। तपाईँको जुन ईश्वर सम्बन्धी मान्यता छ त्यो तपाईँको स्वतन्त्रता हो, त्यसमा हामी हस्तक्षेप गर्दैनौँ। कसैलाई ओशोलाई गुरु मान भनेर हामीले कहिले भनेको छैन। त्यो ओपननेस आई थिङ्क सबै यहाँको स्वामीजीहरूबाट पनि फिल गरेको छु मैले। चाहिँ सन्यास लिने कि नलिने भन्ने डिसिजन उहाँहरूले हामीलाई दिँदाखेरि पनि उहाँहरूले आफै भनेको पनि सुनेको छु कि अरूले कसैले भनेर नलिनु, होइन? आफ्नो मनदेखि आयो भने लिनु। ओशोले आफै पनि भन्नुभएको छ सबैजनाको मार्ग एउटै हुँदैन भनेर। सो त्यो कुरा चाहिँ अझै धेरै उहाँहरूले इन्करेज गर्नुहुने रहेछ। सो त्यो खुलापन, साधना मात्रै, ध्यान मात्रै सिक्नु पनि आउन सक्नुहुन्छ तपोवन भन्ने कुरा चाहिँ सबैजनालाई थाहा होस् जस्तो पनि लाग्छ। ओशोले एउटा डिस्कोर्समा अस्ति भन्नुभएको थियो आफूलाई चाहिने र आफूले बुझ्न सक्ने रेलेभेन्ट क्वेसन मात्रै सोध्नुपर्छ भनेर। अहिलेसम्म मैले रेलेभेन्ट क्वेसन मात्रै सोधिरहेको थिएँ। अब चाहिँ अलिकति सायद आफ्नो बुझाइभन्दा माथिको क्वेसन हजुरलाई सोध्न चाहन्छु। इन्लाइटनमेन्ट भनिन्छ, बुझ्न सबैजनाले चाहनुहुन्छ, एक्सपिरियन्स त थाहा छैन कतिजनामा लाग्छ होला हामी जस्तो मान्छेलाई स्वामीजी। तर एउटा पोइन्टमा सोचिरहँदाखेरि इन्लाइटनमेन्ट भन्ने जुन शब्द छ, एक्सपिरियन्स छ, त्यो चाहिँ एउटा पोइन्टमा गएर हुने एक्सपिरियन्स हो कि पिपल आर इन्लाइटनिङ इन द जर्नी? होइन, के गर्नु, त्यो व्यक्तिको इन्टेलिजेन्सको र साधनाको अन्तिम शिखर हो। त्यो सबै मान्छे त्यहाँ पुग्न सक्दैन र कुनै पनि युगमा त्यो मेजोरिटीको मान्छे इन्लाइटेन भएको छैन अहिलेसम्म। भेरी फर्चुनेट, भेरी सिन्सियर साधकहरू मात्रै त्यसमा चाहिँ पुग्छन्, इन्लाइटमेन्टमा पुग्छन्। इन्लाइटमेन्ट भने त्यसपछि he becomes the God. त्यो मान्छे नि जस्तो बुद्ध त सिद्धार्थ गौतम हुनुहुन्थ्यो नि, जन्मिनु भएको थियो त सिद्धार्थ गौतम थियो। बोध गयामा गएर ध्यान गरेर जब उहाँ इन्लाइटेन हुनुभयो तब न गौतम बुद्ध बन्नुभयो, होइन? हामी पनि बन्न सक्छौँ, तपाईँ पनि बन्न सक्छौँ, यति नै फरक छ, होइन? हामी अहिले सुतिराखेका छौँ, बेहोस छौँ,
वहाँ जाग्नुभयो। ध्यान हो जागरणको विधि र जो व्यक्तिको भित्र बेहोसी हुँदैन हैन, सतत 24 घण्टा ऊ अवेयर हुन्छ र सन्तुष्ट हुन्छ, आनन्दित हुन्छ, त्यो स्टेजको नाम हो इन्लाइटेड। र इन्लाइटमेन्ट भएपछि यो संसारमा सही अर्थमा मान्छे इन्लाइटेड नभइकन सुखी हुनै सक्दैन। त्यो बाँकी सारा संसार दुखिया नै छ, तर बिर्सिराख्या हुन्छ भोलि सुख होला हैन। आशामा दुनियाँ जीवन चलिराखेको छ। आज सुख छैन, भोलि सुख होला हैन। छोराछोरी डाक्टर बनेपछि सुखी होला। यो मेरो जो विवाहित छैन उसलाई लाग्छ राम्रो दुली आएपछि म सुखी होला, राम्रो श्रीमान पाएपछि म सुखी होला। सुख जहिले पनि भविष्यमा खोजिराखेका हुन्छन् मान्छे। वर्तमानमा सुखी हुनलाई इन्लाइटेड नै हुनुपर्छ। हजुर, अस्ति हजुरले आफ्नो कन्भर्सेसनमा पनि भन्नुभएको थियो कि ओशोको ज्ञानलाई अझै बढी बाँड्नको लागि त्यो एउटा चाहले गरेर चाहिँ हजुर बाँधिनु भएको छ भनेर पनि भन्नुभएको थियो। केही कुरा छ स्वामीजी जुन कुरासँग हजुर आफू पनि स्ट्रगल गरिरहनु भएको छ? इनर स्ट्रगल हुन्छ हामी सबैजनाको, हजुरको पनि के त्यस्तो स्ट्रगल्सहरू हुन्छ? लाइफमा स्ट्रगल त हुन्छ, भइराखेकै हुन्छ, तर हामीहरू म आफूलाई बडो आनन्दित मान्छु। म आफूलाई कुनै समस्यामा देख्दिनँ। स्वयं साधना गरिराखेका छौँ। मैले परमात्माले मलाई निमित्त बनायो, गुरुले निमित्त बनाउनु भयो। लाखौँ मान्छेलाई मैले साधना सिकाएको छु र उनीहरू साधना गरिराखेका छन् र उनीहरूको जीवनको रूपान्तरण मैले देखिराखेका छु। अनेकचोटि आत्महत्याका प्रयास गरिसकेका व्यक्तिहरू पनि आएर ध्यान गरेर दीक्षा लिएर अहिले चाहिँ लाइफमा राम्रो जीवन जिइराखेका छ। यो देखेर कति सन्तोष हुन्छ। मोस्ट क्रिएटिभ काम हो यो। अध्यात्म अरूलाई, आफू पनि अध्यात्म योग र ध्यानको प्र्याक्टिस गर्नु र अरूलाई पनि यो सिकाउनु भनेको योभन्दा ठुलो लोक सेवा अहिले म केही देख्दिनँ। सोसाइटीको लागि गर्न सक्ने जुन सबभन्दा ठुलो काम यही हो। सोसाइटीमा यति सन्ताप छ, हरेक जो पावरमा छन् ऊ पनि दुखी छन्, जो धनी छ ऊ पनि दुखी छन् हैन। जो एकदम प्रोफेसनमा ठुलो डक्टर भइसकेका छन् ऊ पनि दुखी छन्। नानकले भन्नुभयो नानक दुखिया सब संसार, सारा संसार दुखी छ हैन। यसमा आध्यात्मिक शान्ति दिनु, योग र ध्यानबाट मान्छेलाई आफ्नो बेहोसीबाट जगाएर सुखी बनाउनु, यो जतिको ठुलो पुण्यको काज म अरू देख्दिनँ। र योभन्दा अरू काम गर्ने मलाई इलम पनि छैन। आफूलाई पनि ध्यान गरिरहेको छु, आफूलाई जानेको जति अरूलाई पनि यही बाटोमा लगाइरहेको छु। हजुर धेरै इन्सपिरेसनल हुनुहुन्छ मेरो लागि, किनभने म पनि यही बाटोमा हिँडिरहेको छु। सायद हजुरभन्दा धेरै 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 कम मान्छेहरूलाई, तर थोरै आफ्नो ज्ञान बाँड्न पाउँदा आफूलाई पनि एकदमै खुसी महसुस हुन्छ। सो यसरी नै ओशोको ज्ञान पनि मेरो साधनामा इन्कर्पोरेट गरेर, मेरो टिचिङ्समा इन्कर्पोरेट गरेर मलाई अगाडि लानु मन छ स्वामीजी। एउटा अन्तिम क्वेसन सोध्न चाहन्छु जीवनको अन्त्यको बारेमा। डेथ भनिन्छ र हामी डेथलाई नबुझेर हो कि यसको मिनिङ थाहा नभएर हो कि डेथ पछि के हुन्छ या म मरेपछि अरूको के हुन्छ, यो सबै कुराहरू सोचेर कति धेरैजनालाई एङ्जाइटी हुन्छ, एङ्सियस हुनुहुन्छ। सो जीवनमा आफ्नो मृत्युको बारेमा सोच्ने सही तरिका चाहिँ के हो? पहिले त म के भन्छु भने डेथ भनेको डेथ हुँदै हुँदैन। हामी कहिले मर्दैनौँ, मरेको छैनौँ हैन। तपाईँ डेनमार्कमा बस्नुहुन्थ्यो, अहिले पहिला त नेपालमा जन्मिनु भयो, डेनमार्कमा जानुभयो। तपाईँको डेनमार्कमा स्थानान्तरण पो हो हैन। तपाईँको डेथ त नेपालमा भएको छैन नि। अब कोहीले यसो भन्यो कि म नेपालमा जन्मेको थिएँ, अमेरिका गएँ भने अमेरिका म नेपालमा मर्या होइन नि हैन। खालि उसको चाहिँ बसाइसराई भएको हो। डेथ भनेको चिजै गलत हो। डेथ त हुँदै हुँदैन कसैको हैन। जस्तो देशबाट तपाईँ यहाँबाट डेनमार्कमा गएर बस्नुभयो, त्यस्तै यो शरीरबाट शरीर छुटेपछि सामान्य व्यक्तिहरू, तपाईँले पनि
सोच्न सक्नुहुन्छ। शरीर छोडिसकेपछि पहिले पनि अनेक शरीरमा बसिसक्नु भएको छ तपाईँको चेतनाले, आत्माले, र अहिले पनि शरीर छुटिसकेपछि फेरि अरू शरीरमा बस्छौँ। डेथ हुँदैन, बसाइ सराई हुन्छ। यस, यो बडी चाहिँ छुट्छ, बडी हामीले छोडेर जानुपर्छ, एउटा सर्टेन टाइमपछि छोडेर जानुपर्छ। तर हामी चाहिँ मर्नेवाला छैन, मर्नै मर्दैन। सो त्यस कारणले डेथको चिन्ता गर्नु बेकार छ, होइन? भएछ एकजना मान्छे यस्तो भइराखिदिएको छ, मान्छे सबै मान्छे मृत्युबाट डराउँछ। मृत्यु त महासुख हो। तपाईँले अहिले किताबहरू धेरै लेखिया छ, धेरै मान्छेको एक्सपिरियन्स आफ्टर डेथ एक्सपिरियन्सहरू छन्। शरीर छोडिसकेका व्यक्तिहरूसँग संवाद गरेर हेर्नुहोस् न, जो टेम्पोररी कहिलेकाहीँ कस्तो मेडिकल केसहरू भएको छ कि मान्छे एकछिनको लागि उसको हार्ट फेलियर भयो, मर्यो, उसको चेतना चाहिँ शरीरबाट बाहिर निस्क्यो। तर मेडिकल प्रयोगले र अरू उपायले फेरि उसलाई चाहिँ उसको प्राण फेरि चल्यो, सास चल्न थाल्यो। त्यो मान्छेहरूको अनुभव सुन्नुहोस् न। उसले के भन्छ भने शरीर छुटिसकेपछि सबै पीडा समाप्त भयो। जिउको दुःख, जिउको भार, जाडोमा लुगा लाउनु पर्ने, गर्मीमा चाहिँ चिसोमा खोज्नुपर्ने, यो सबै एउटा मुक्ति हो। मृत्यु दुःख होइन, हाम्रो भए मान्छेलाई राखिदिएको छ। मृत्यु त परम फ्रिडम हो लिमिटेसनहरूबाट, है? अब अहिले शरीरमा रहन्जेल कति चिज चाहिन्छ, घर चाहियो, अझ तपाईँहरूको देशमा बस्दा सबैलाई सवारी साधन पनि चाहियो, है? थरी थरीको मौसम अनुसारको लुगा चाहियो, स्वाद अनुसारको भोजन चाहियो, फर्निचर, कति चिज चाहियो। शरीर छोडेपछि के पनि चाहिँदैन। त्यसकारण त्यसलाई दुःख किन मान्ने? त्यो दुःखी होइन, त्यो मनुष्यको यो शरीरप्रति हाम्रो अट्याचमेन्ट छ। जस्तै कसैलाई यो सानो घरमा बस्छ र त्यो घरसँग मोह भयो भने त्यसलाई त्यो घरबाट बाहिर निस्किन मान्दैन नि। त्यस्तै हाम्रो पनि शरीरसँग मोह हुन्छ, अट्याचमेन्ट। त्यो अट्याचमेन्ट ठिक छैन, किनभने जति अट्याचमेन्ट गरे पनि यो घरमा हामी सधैँ बस्न सक्दैनौँ। यो स्थायी निवास छैन, यो होइन, यो अस्थायी निवास हो। र यसमाबाट हामीले बसाइ सराई गर्नै पर्छ। एज फरक हुनसक्छ, कसैको 100 वर्षमा हुन्छ, कसैको 60 वर्षमा, त्यो एज फरक हुनसक्छ, टाइम फरक हुनसक्छ। तर यो पर्मानेन्ट एबोर्ड होइन। र बसाइ सराईलाई डेथ नभनौँ, यो त घरको रूपान्तरण हो। पहिले नेपाल बस्नुहुन्थ्यो, अहिले डेनमार्क जानु हो। त्यस्तै हामी यो शरीरमा भएको मान्छे कहीँ अर्को जन्ममा अमेरिकामा जन्मिन सक्छ, अर्को प्लानेटमा पनि लाइफ छ, अर्को प्लानेटमा पनि हाम्रो जन्म हुनसक्छ। त्यो हाम्रो हातमा छैन, होइन? त्यस कारणले डेथ, बसाइ सराईलाई मृत्यु नभनौँ, मेरो भनाइ छ। त्यो मृत्युको कन्सेप्टलाई एन्ड जसरी लिँदाखेरि झन् कति धेरै सफरिङ हुन्छ। आफू मर्ने कुरा त छँदैछ, कोही नजिकको मान्छेले छोडेर जाँदा पनि त्यो अट्याचमेन्ट एन्ड भयो अब उहाँको लाइफ भनेर सोध्छौँ। कति लिमिटेड सोचमा बाँचिरहेको छ जस्तो लाग्छ। हजुरले भन्नुभएको कुरालाई सोच्न सकियो भने कति धेरै एक्सपेन्सनको कुराहरू हाम्रो दिमागमा आउन सक्छ, होइन? त्यो सफरिङ कति कम हुन्छ यति सानो कुरा मात्रै बुझ्न सक्दाखेरि पनि कि डेथ भनेको एन्ड होइन, ट्रान्जिसन मात्रै हो भनेर। सो कति ब्युटिफुल्ली त्यसलाई एक्सप्लेन गर्नुभयो। अघि मैले अन्तिम प्रश्न भनेको थिएँ, तर एउटा प्रश्न मेरो दिमागमा आयो। यो चाहिँ मैले यहाँनिर एक्सपिरियन्स गरेर, म त आफू योग ध्यान साधनामा लागेको भएर मैले धेरै कुराहरू बुझ्छु, किनभने म आफै पनि त्यस्तो कुराहरूलाई एक्सपिरियन्स गर्छु आफूभित्रबाट। तर जसलाई चाहिँ यो एनर्जी मुभ, प्राणशक्ति मुभको चाहिँ एक्सपिरियन्सेस हुँदैन, थाहा छैन उहाँहरूलाई, जसले ध्यान गर्नुभएको छैन, जस्तै तपोवनको भिडियोहरू हेरेर उहाँहरूलाई एकदमै धेरै ओभरवेल्म लाग्न सक्छ, भइ के रहेछ मैले बुझ्नै सकेको छैन, होइन? अब कति सन्यासीहरू यति मजाले आनन्दले नाचिरहनु भएको हुन्छ, डिफ्रेन्ट बडी मुभमेन्ट्सहरू भइरहेको हुन्छ, यो कुराहरूलाई उहाँहरूले चाहिँ बुझ्न सकिरहनु भएको हुँदैन, किनभने उहाँहरूले दिमागले सोचिरहनु भएको छ। त्यो एनर्जी दिमागभन्दा बियोन्ड हुन्छ भन्ने कुरा चाहिँ मेरो हिसाबमा मैले बुझेको कुरा। सो एनर्जी शिफ्ट बडीमा जसरी हुन्छ त्यसको डिफ्रेन्ट रियाक्सन्सहरू हुनसक्छ स्वामीजी, जब हामीले आफ्नो अघि भन्नुभएको जस्तै कुण्डलिनी या प्राणशक्ति चाहिँ रेज भएको महसुस गर्छौँ। अब हेर्नुहोस् कस्तो हुन्छ भने एउटा
इभोल्युसनको प्रोसेस छ। यो रुख बिरुवा जो देख्नुहुन्छ नि यसमा पनि प्राण त छ, त बोध छैन अहिले। अब यही विकसित भएर यसकै प्राण जुन प्राण शक्ति छ त्यो एनिमल किङडममा जान्छ। एनिमलमा अलिकति होस हुन्छ, अलिकति यो हुन्छ, उसमा हामी जतिको विवेक हुँदैन, त ऊ पनि इन्स्टिङ्क्टहरू हुन्छ। एनिमलबाट हामीहरूको जुन आत्माको यात्रा छ नि त्यो बिस्तारै एनिमल किङडमबाट आएको हौँ हामी। त्यस कारणले सामान्य व्यक्तिमा एनिमल जस्तै बिहेभियर हुन्छ, क्रोध हुन्छ, बाघ जस्तै रिस आएको मान्छेले काटिदिउँ खाइदिउँ जस्तो लाग्छ होइन। रिस त्यो सबै एनिमल इन्स्टिङ्क्ट छ, त्यो हामीभित्र छ। हाम्रो मन जुन छ, शरीर नयाँ हो, मन पुरानो हो। त्यो मन चाहिँ जनावरमा जब हामी थियौँ त्यो बेलाकै मन हो। त्यसबारे सामान्य व्यक्तिमा पनि रिस उठेको बेलामा ऊ कुनै पनि बाघभन्दा खतरनाक बन्छ, कुनै सर्पभन्दा खतरनाक बन्छ, किनभने उसको एनिमल इन्स्टिङ्क्ट जागेर आउँछ, मान्छेमा छ। त्यस कारणले सबै मान्छेले साधना गर्दैन। म जति तपाईँ योग सिकाउनुहोस्, योगसम्म गर्छ, किनभने शरीरसँग प्रेम छ। शरीर स्वस्थ हुनु मान्छेले चाहन्छ, शरीर स्वस्थ भयो भने भोग गर्न सकिन्छ संसारकै भनेर बडीको अट्याचमेन्ट छ। योगमा मान्छे बढी इन्ट्रेस्टेड हुन्छ, ध्यानमा कम हुन्छ, किनभने ध्यान इज ए लास्ट लग्जरी। यो इभ्यालुएसन भएर जसको चेतना यो सबै पापड बेलेर आइसकेको छ होइन, अब आएर योभन्दा हायर लाइफमा जाउँ होइन। त्यस कारणले जो साधक हुन्छन् नि दे आर जन्मदेखि नै इभल्भ सोलहरू मात्रै सबै मान्छे साधनामा लाग्न सक्दैन। त हामीले जति प्रचार गरे पनि जसको पूर्वजन्मका त्यस्ता संस्कार छैन र इभ्यालुएसन आत्माको विकास भइसकेको छैन, शरीरको विकासले नमानुस् न। एकजना स्टालिनले करोडौँ मान्छे मारिदियो, हिटलरले मार्यो, चङ्गेज खानले मार्यो। शरीर त मान्छेकै थियो उनीहरूको, तर दे वर मोर डेन्जरस देन एनी टाइगर। बाघ भालुभन्दा बाघ भालुले भोक लाग्यो भने एकजना मान्छेलाई मार्छ, हिटलरले त 60 लाख यहुदीलाई, निर्दोष यहुदीलाई मारिदियो। त्यो कुनै जनावरभन्दा खतरनाक जनावर हो। स्टालिनले पनि गर्यो होइन, मार्यो, यति मान्छे मार्यो। दे आर मोर डेन्जरस देन एनिमल होइन। अब उनीहरूलाई ध्यानको कुरा गऱ्यो भने अहिले ध्यानको कुरा सुन्दैन। अहिले उनीहरूलाई त्यो एनिमल इन्स्टिङ्क्टबाटै मुक्त भएको छैन उनीहरू। त्यो सबै देखेर भोगेर आइसकेपछि जब चेतना विकसित हुन्छ, यो त मेडिटेसन अध्यात्म इज लास्ट लग्जरी, त्यो जीवनको अन्तिम विलास होइन। तपाईँले योग सिकाइराख्नु भने बहुत राम्रो छ। योग चाहिँ शरीरबाट योग गर्ने मान्छेहरू बिस्तारै ध्यानमा आउन सक्छ। जब शरीर ब्यालेन्स हो, खानपान ब्यालेन्स हो, शरीर निरोगी भयो भने उनीहरूमा ध्यानको रुचि जाग्न सक्छ। त जो सामान्य मान्छे छ होइन, त्यसलाई हामी ध्यान गराउँला भनेर त्यो मेरो भ्रम थियो। मलाई पहिला के भ्रम थियो, विद्यार्थी कालमा आएको थिएँ, युवा थिएँ, नेपालभरि म ध्यानको प्रचार, म आफै ध्यान सिकेर आएर जब गुरु दीक्षित भएर आएँ, मलाई कस्तो लाग्थ्यो भने यङ मान्छेको अलिक सपना हुन्छ नि, पुरै नेपाललाई म योगी बनाउँछु, सुखी नेपाल बनाउँछु, आध्यात्मिक नेपाल बनाउँछु। यो सब सपना हो, यो कहिले बन्दैन। भौतिक रूपले नि समृद्ध बनाउनु कति कठिन छ, जो विज्ञानबाट सम्भव छ त्यो त भइरहेको छैन भने आध्यात्मिक रूपमा त सबै मान्छेलाई तपाईँले बुद्ध बनाउन सक्नुहुन्न, बन्दैन होइन। द सेलेक्टेड फ्यू बडो उच्च कोटिका साधक जुन छन् उनीहरू ध्यानमा रुचि लिन्छन्, जो उसमा पनि धेरै संस्कार उसको छैन भने बिचमै छोडेर जान्छ ऊ, फेरि अर्को जन्म। यहाँ हामी कहाँ ध्यान गर्ने मान्छेहरू पनि 5-7 वर्षमा छोडेर जान्छ, त्यो थाहा छ कि यो जन्ममा उसको यात्रा यति नै भयो, फिर नेक्स्ट लाइफमा गर्छ। हामी पनि यही लाइफमा मात्रै आएर आएको होइन, अनेक जन्ममा भड्केर बाटो बिराएर गुरुसँग धोका दिएर अनेक बदमासी गरेर आएको हौँ। तब आएर यो जन्ममा चाहिँ अलि हामी स्थायी रूपमा ध्यानमा बस्न सकेका। त्यो त
yoga can be popular in everybody. Meditation cannot be, and it is not a subject. सबैजनाले ध्यान गर्दैन। तपाईँ जति प्रचार गरेर हारेर हेर्नुहोस्, यसको लागि हामीले कबीरले त के भन्नुभयो भने बरु पुण्य कमाएर आएको मान्छे हुनुपर्छ, परमात्माले नि चाह्यो आशीर्वाद दिएको मान्छे हुनुपर्छ भने इभल्भ सोल। एनिमल किङडमबाट भर्खरै मनुष्य आएको माया छ भने त्यो हिटलर बन्छ, त्यो योगी बन्न सक्दैन हैन, त्यो स्टालिन बन्न सक्छ, त्यो योगी बन्न सक्दैन। योगी बन्नलाई धेरै उसको आत्माले अनेक अनुभूति अनेक जन्म गएर एउटा म्याच्योर्ड सोल जुन हुन्छ नि त्यो मात्र ध्यानी बन्न सक्छ। हजुर, हजुरले भन्नुभयो जस्तै योगा अनि वेस्टमा पनि एकदमै लिमिटेड नलेज गएको छ योगको। सो जिउलाई फ्लेक्सिबल बनाउने, स्ट्रङ बनाउने यति नै योगा हो भन्ने लाग्छ उहाँहरूलाई है। तर मैले आफूले जति सिकेको छु, आफू यहाँ जन्मेको भएर अझै धेरै धेरै ज्ञान चाहिँ आफूले लिएर त्यो बाँड्न सकौँ, अथेन्टिकली बाँड्न सकौँ भन्ने मेरो पनि आशय हो। अनि जहिले पनि म स्टुडेन्ट्सहरूलाई पनि भन्छु फिजिकली हेल्दी हुन जरुरी छ, त्यसको लागि योग जरुरी छ, तर एउटा मात्रै पर्पस हो हामी फिजिकली हेल्दी हुनुको, इज द्याट हामी ध्यानमा लामो समयसम्म डिस्कम्फर्ट नभइकन बस्न सकौँ। सो ध्यान चाहिँ धेरै नै महत्त्वपूर्ण छ भनेर म उहाँहरूलाई भनि नै रहेको पनि हुन्छु। यहाँ पनि धेरै टेक्निक्सहरू सिकेँ। अब ओशोको बुक छ ज्ञानको खोजीमा हिँडेको मान्छे म भनेर भने मैले हजुरलाई होइन। धेरै ठाउँमा जान्छु, धेरै कुराहरू एक्सपिरियन्सेस लिन्छु, गुरुहरूबाट राम्रो कुराहरू सिक्छु, आफै पनि र सिकाउँछु पनि। धेरै खुसी लाग्यो हजुरसँग यति धेरै कुरा सिक्न पाएँ। सायद कतिजनाले वेस्ट गरेर पनि यो समय यहाँसँग पाउनुहुन्न र मैले पाएँ। आफूलाई एकदमै भाग्यमानी ठान्छु म। मैले सोचेको पनि थिइनँ यो समय मैले यहाँसँग पाउँछु भनेर। सो धेरै धन्यवाद यो ओशो तपोवन क्रिएट गरिदिनु भएकोमा, यो ज्ञान बाँडिरहनु भएकोमा। सबैजना मेरो अडियन्सलाई पनि भन्न चाहन्छु कि ध्यान साधना गाह्रो हुन्छ, डिफिकल्ट हुन्छ भनेर जसले सोच्नु भएको छ, स्पेसली मेन्टली जसलाई एकदमै गाह्रो भएको छ, अहिलेको जेनेरेसनमा एडिक्सन जस्तो प्रब्लमहरू या सुसाइडल थट भन्नुभयो स्वामीजीले, त्यस्तो प्रब्लम्सहरू मैले धेरै देखेको छु। उहाँहरूले एकचोटि आएर क्याम्प लिएर पनि यहाँहरूले एक्सपिरियन्स गर्न सक्नुहुन्छ, किनभने यो एकदमै सेफ स्पेस हो। यहाँनिर फर्स्ट 2-3 दिनमा खुल्न अलिकति गाह्रो हुँदो रहेछ, सबैको प्रोसेस त्यही हो। स्वामीजीहरूले पनि भन्नुहुन्थ्यो फर्स्ट 3 डे हजुर गाह्रो हुन्छ भन्नुहुन्थ्यो, किन बानी छैन नि। अनि जब मजा आउन थाल्छ अनि त्यसपछि जाने बेला हुन्छ भन्नुभएको। यो मैले 35 वर्षदेखि यहाँ देखिराखेको हो। आएको मान्छेले 1-2 दिन चाहिँ बडो अप्ठ्यारो मान्छन्, सरी, तर जाने बेला रोएर जान्छन्, जानै मन लाग्दैन। एकदमै मेरो पनि सिमिलर नै एक्सपिरियन्स थियो। हरेक वर्ष ओशोको ज्ञान लिन, हजुरसँग ज्ञान लिन, ध्यान साधना गर्न म यहाँ आउँछु भनेर सोचेको छु। सो धेरै धन्यवाद यो अपर्च्युनिटीको लागि। तपाईँले धेरै पवित्र काम गरिराख्नु भएको छ। वेस्टमा अहिले योग र ध्यानको बडो आवश्यकता छ। योगबाट ध्यानमा आउन सकिन्छ हैन। तपाईँले जसलाई योग सिकाउनुहुन्छ नि उनीहरूलाई अलिकति फुड पनि डिसिप्लिन गर, किन पश्चिमीहरू धेरै मासु खान्छन् हैन, अलि तामसिक भोजन छ, अलिकति फुडलाई डिसिप्लिन गर, अलिकति ओशोलाई पढ भनेर भनिदिनु हो भने उनीहरूको जीवनमा पनि इन्डाइरेक्टली ध्यान आउन सक्छ हैन। ओशोको बारेमा पातञ्जलि योग सूत्र जुन छ त्यो योगीहरूलाई एकदम काम लाग्ने इन्साइक्लोपिडिया हो। तपाईँ आफै पनि पढ्नुहोस्, अरूलाई पनि अनलाइनमा छ, सबैलाई भनिदिनु होला। पातञ्जलि योग सूत्र योगको बारेमा अनलाइनमा सुन्न सक्छ तिमीहरूले। त्यो भयो भने जो संस्कारी हुन्छन्, सबैले त गर्दैन, जो संस्कारी हुन्छन्, किनभने योग हेर्नुहोस् न, यो अष्टाङ्ग योग हो नि, यही योग जुन तपाईँ सिकाइराख्नु भएको छ, यम नियम आसन प्राणायाम धारणा ध्यान प्रत्याहार धारणा ध्यान समाधि। ध्यान अन्तर्योग त प्रत्याहार पदबाट सुरु हुन्छ, धारणा ध्यान समाधि। लक्ष्य त समाधि नै हो नि, ध्यान छँदै छ। योगको जुन उद्देश्य छ त्यो मान्छेलाई ध्यानमै ल्याउने हो। त यो योगासन र प्राणायाम चाहिँ त्यसको खुर्किला हो, महत्त्वपूर्ण खुर्किला हो। तर सबै मान्छे माथि 7th फ्लोरमा पुग्न सक्दैन, तेस्रो फ्लोरमा पुगे पनि धेरै राम्रो छ नि। त्यस कारणले अलिकति
जुन माताजीले जो भन्नु नि यम नियम पनि सिकाउनुपर्छ हजुर हजुर मैले मेरो कोर्समा राखेको छु म योगा फिलोसफी पनि सिकाउँछु उहाँहरूलाई योगा गराउने मात्र होइन पहिला चाहिँ योगाको फिलोसफी यो जुन हजुरले भन्नुभयो 7 लिम्स अफ योगा किनभने के को लागि गरिँदैछ भन्ने त थाहा हुनु पर्यो अल्टिमेट योगा त मुक्तिको लागि हो मुक्तिको लागि हो सो त्यो चाहिँ मैले एउटा होलसम कोर्स गराउँछु जुनमा चाहिँ उहाँहरूले योगको बारेमा सिक्नु पनि हुन्छ र बिस्तारै प्र्याक्टिस पनि गर्दै हुनुहुन्छ मैले आफ्नो तर्फबाट जति छ त्यो दिँदैछु आफूलाई पनि सुधार्दैछु आफूलाई पनि आफ्नो नलेजलाई पनि एक्सप्यान्ड गर्दैछु र यसरी नै हजुरको आशीर्वाद हजुर जस्तो गुरुको आशीर्वादले होपफुली मेरो जुन मार्ग छ त्यसलाई अगाडि नै यसरी नै लान सकौँ भन्ने पवित्र प्रोफेसन छ तपाईँको मान्छेले आफ्नो प्रोफेसन जीविकाको लागि केही न केही गर्नुपर्छ होइन व्यापार गर्छन् अनेक काम गर्छन् त तपाईँले जुन काम गरिराख्नु भएको छ त्यो बहुत शुद्धतम काम हो योग सिकाएर पनि तपाईँले आफ्नो प्रोफेसन जीविका चलाइराख्नु भएको छ यो शुद्धतम प्रोफेसन हो होइन यसमा तपाईँले मौका पाउनुभयो भने मान्छेलाई उसो पढ भन्नुहोस् सबैले पढ्दैन तर जो संस्कारी हुन्छन् उनीहरूको उसो पढेपछि उनीहरूको जीवनै रूपान्तरित तपोवन जाऊ भन्नुहोस् जसलाई देख्नुहुन्छ सम्भावना उसलाई भन्नुहुन्छ एकचोटि तपोवन गएर हेर 100लाई भन्नुहुन्छ 1 आउँछ 99ले त आउँदैन एउटा थाहा छ होइन 99ले यो कानले सुन्छ यो कानले उडाउँछ त एक जो संस्कारी हुन्छ नि उसको जीवन रूपान्तरित हुन्छ यो तपाईँले गरिराख्नुको काममा भगवान्ले तपाईँलाई सफलता दियोस् मेरो शुभकामना छ हजुर धन्यवाद